म त तुलसा अधिकारी टिकटकमा यताउता चाहिँ सिंह हो भन्ने लागेको थियो कि तर अदालतको बयानमा झन् महासिंह हो, सिंहको पनि राजा हो भन्ने चाहिँ अदालतको बयानबाट थाहा भयो क्या। अदालतको बयानमा तुलसा अधिकारीले भन्नुभएछ हामी दुई बिच भनेको श्रीमान श्रीमतीको सम्बन्ध हो। उसको म श्रीमती थिएँ, अघोषित श्रीमान श्रीमती भनिदिनु भएछ नि त बयानमा। न्यायाधीशहरूलाई पनि एकचोटि सोच्न बाध्य बनाइदिनु भएछ क्या। त्यही भएर अहिले चाहिँ अब उसले त त्यही खालको बयान दिइसके पछाडि भनेको त उसलाई त सोचेर न्याय दिनुपर्ने छ नि। त्यही भएर अहिले चाहिँ पूर्वपक्षको लागि कारागार पठाएर छ क्या। खै त कुरो बुझेको, बुझ्न पऱ्यो नि त कुरो चाहिँ के भएर चाहिँ पूर्वपक्षको लागि कारागार पठाएको छ भनेर। अनि कुमार चिमोरियाज्यू तपाईँले त अनि हिजो श्रीमती भनेर मेरो श्रीमतीलेसँग त डिभोर्सै भइसकिसक्यो। मलाई त्यो मनै पर्दैन। उसँग चाहिँ मेरो यस्तो भइसक्यो, तिमी भयो मलाई कोही चाहिँदैन भनेर कुसु 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 फकाएर तुलसालाई तिमीले चाहिँ इमोसनल ब्ल्याकमेलिङ, शारीरिक ब्ल्याकमेलिङ गरेको अरे नि त। अनि त्यति गरिसकेपछि त नै मेरो श्रीमती हो भनेर तिमीले चाहिँ दिएका पैसा छन् नि, सम्पत्ति श्रीमतीको रूपमा दिएको अरे क्या। बयानमा त त्यही भन्नुभएको त तुलसा अधिकारीले, होइन? अनि बयानमा भनेको कुरा है, हामीले चाहिँ बयान हेरेको, मतलब बयानमा सुनेको। अनि त्यस पछाडि हिजो तिमीले तुलसा अधिकारीसँग जाँदा मजा थियो, रमाइलो भएको थियो। अनि घरको श्रीमतीलाई रुवाउँदा, फोन गर्दा, नउठाउँदा ती बच्चाहरूको कोलाहलले तिमी त अर्कोतिर मसरङ्ग्रोलिया मनाइरहेका थियौ नि देश विदेश घुमेर। त्यसको सजाय तिमीले भोग्नु पर्दैन। त्यो तिम्रो घरमा भएको श्रीमतीको आँसु लागेको हो तिमीलाई, बुझ्यौ नि? त्यस्तो गर्नुहुन्थ्यो त हुन्थेन नि त। तिमीलाई तुलसा अधिकारी भनेको म यस गल्ती नै छैन, तुलसा अधिकारी चाहिँ एकदम दुधले नुहाएको भन्न खोजेको होइन के गाइज। मैले के भनेको भने तुलसा अधिकारी ल गलतै थियो। गलत भनेको थाहा पाउँदै पाउँदै जाने तिमीहरू गोरु बोका पुरुषहरू चाहिँ किन गएको भनेको के, किन गएको? अनि गइसके पछाडि भनेको अनि म फस्छु, मैले पैसा तिर्नुपर्छ भन्ने कुरा थाहा थिएन गोरुहरूलाई। हिजो कसरी लुकेर सिँ बन्दा कोठामा एकतिर श्रीमतीको कोलाहाल छ, चिच्याहाट छ, बालबच्चाहरू अलपत्र परेको छ, श्रीमती रुँदै विभिन्न ठाउँमा न्याय माग्दै गएको बेलामा अर्को तरुणीसँग हुवा 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 गरेर उहाँ के अरे बियर हल्लाउँदै होइन पुरा इन्जोय पार्टी मनाएको नि त, रमाइलो गरेको हो क्या। कुमार चिमोरियाज्यू तपाईँ जस्ता पुरुषले हो क्या सबै नारीलाई यस्तो हुन बाध्य बनाएको, बुझ्नुभयो? अनि हिजो रमाएर खुसी 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 लुकेर कुरा गऱ्यो। अनि सम्पत्ति दिने बेलामा आँखा बन्द गरेको थियो कि तुलसाले कालो पट्टीमा लगाएर जबरजस्ती थिचाएर सम्पत्ति ल्याए हो, होइन नि त? भनेपछि तिमीलाई मात्रै के तुलसालाई मात्रै कारबाही होइन, गल्ती दुवैजनाको छ, सजाय दुवैजनाले पाउनुपर्छ। त्यसमा महागल्ती ती महिलाहरूमाथि जाने पुरुषहरूको छ भन्न खोजेको क्या मैले। सजग रहनु पर्दैन। अर्काका स्वास्नी भनेको दुई खुट्टा टेकेर हिँड्ने भए हुन्छ? आफ्नो श्रीमतीहरू अप्सरा जस्तो भए पनि दुनियाँ बेइज्जती गरेर अर्काको श्रीमतीलाई अङ्गला बाँध्ने तेरीमा झ्याक्ने पुरुषहरू तिमीहरू सतर्क हुनुपर्छ कि पर्दैन? एउटा आइमाईले फकाए भन्दैमा जाने अनि म अहिले आएर कति वर्ष पछाडि हाने ट्यापमा प्यारे ए प्यारे टे प्यारे भनेर ल शरम नभएका बोकाहरू